आज बिहान रसुवामा आएको भीषण बाढीको कारणले गर्दा कति जनधनको क्षति भयो अहिलेसम्म आकलन गर्न सकिने अवस्था छैन। हामी प्रार्थना गरिरहेका छौं यो सकेसम्म कम होस्। थुप्रै बेपत्ता हुनुभएको नागरिकहरूको सकुशल उद्धार गर्न सकियोस्। संकटको यो बेलामा एउटै मन्त्र हुनुपर्छ, हामी सबै एकसाथ उभिनुपर्छ। हामी संकटको यो घडीमा सरकारको साथमा छौं। हाम्रो तर्फबाट प्रधानमन्त्रीजीलाई भेटेर हामीले भनिसकेका छौं सरकारको हरेक कदममा हाम्रो साथ र सहयोग रहन्छ। हामी हाम्रो तर्फबाट सांसदहरू, जनप्रतिनिधिहरू, पार्टीका साथीहरू, पार्टीको हाम्रो कोष, यसबाट सरकारले जतिखेर आह्वान गर्छ हामी सरकारको कोषमा सहयोगको रकम पनि जम्मा गर्छौं। र यो बाहेक जहाँ हाम्रो सहयोगले जे अर्थ राख्छ सरकारले गरेको आह्वानमा हामी सँगै जोडिन्छौं। पार्टीको तर्फबाट पनि हामीले गर्ने छुट्टै कामहरू छन्। त्यसै कारणले गर्दा आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक राखेर पार्टी कार्यालयमा भइरहेका सबै कार्यक्रमहरूलाई अहिले हामी स्थगित गरेका छौं र पार्टीका पदाधिकारीहरू सबैलाई अहिले राहत उद्धारकै काममा मात्र खटिने कुराको लागि हामीले निधो गरेका छौं। र यो सँगै सबै साथीहरू जो जहाँ हुनुहुन्छ उद्धार राहतमा जुट्नका लागि भनि पनि सकेका छौं र एउटा विपद व्यवस्थापन समिति बनाएका छौं। रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा विपद व्यवस्थापन समिति छ पार्टीको, त्यसको संयोजक मानबहादुर थापा यसको सदस्य सचिव हुनुहुन्छ। प्रभावित भएका जिल्लाका सांसदहरू, जनप्रतिनिधिहरू, पार्टीका सभापतिजी, पात्र संस्थाका साथीहरू यो समितिको सदस्य हुनुहुन्छ। यसले आजबाट काम सुरु गरिसकेको छ। हामी तलबाट साथीहरूसँग सूचना लिन्छौं। हामी कुनै पनि काममा दोहोरोपन नहोस् भन्ने चाहन्छौं र यस्तो अप्ठ्यारो परेको बेलामा भिडभाड गर्ने, होहल्ला गर्ने कुराले सहयोग भन्दा पनि असहयोग हुन्छ भन्ने कुरामा सचेत छौं। त्यसैले तल जे ग्याप छ र जुन कुरा हामी गर्न सक्छौं ती कुरामा हामी जोडिन्छौं। चाहे त्यो स्वास्थ्यको काम होस्, चाहे त्यो खाना बन्दोबस्तीको सामानहरू पुर्याउने काम होस् वा अरू जेसुकै आवश्यकता, चाहे त्यो रगत सङ्कलन गर्ने कुरा होस्, हामी जहाँ जेमा आवश्यकता पर्छ त्यो ठाउँमा हामीहरू जोडिन्छौं। हामी यसलाई एकद्वारबाट समन्वय गर्न चाहन्छौं र यसलाई ठिक ढङ्गले हाम्रो आफ्नो सहयोगको कामलाई अगाडि पनि बढाउन चाहन्छौं। त्यसैले म पार्टीका सबै साथीहरूलाई आग्रह गर्छु, विपदको यो बेलामा हामी सबै एक ठाउँ उभिनुपर्नेछ। यो हाम्रो कर्तव्य हो, यो हाम्रो धर्म हो। अन्त्यमा मेरो अर्को एउटा आग्रह पनि छ। कता कता म पढिरहेको छु, यही बेला हो भनेर कतिले मिथ्या सूचनाहरू फैलाइरहेका छौं, भ्रमहरू सृजना गरिरहेका छौं। यो कसैलाई अप्ठ्यारो पार्ने बेला होइन। यो बेलामा मिथ्या सूचना दिनु भनेको अपराध जस्तो हो, होहल्ला गर्नु भनेको पनि अपराध जस्तो हो। त्यसले पार्टीका साथीहरूलाई मेरो आग्रह छ, यो बेलामा सक्ने सहयोग गरौं, सकिँदैन भने बरु चुप लागेर बसौं। तर अनावश्यक रूपले होहल्ला गर्ने, तत्कालको राजनीतिक फाइदाका निम्ति सामाजिक सञ्जालबाट वा अरू माध्यमहरूबाट अनेकन ढङ्गबाट अफवाह फैलाउने काम कुनै पनि हालतमा यो एक्सेप्टेबल हुँदैन। कांग्रेसका सदस्यहरूले गर्दै नगर्नु होला। यो बेलाको हाम्रो जम्मा एउटा जिम्मेवारी छ, विपदमा परेको नागरिकहरूलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी हो। हामी स्थानीय सरकारसँग मिलेर काम गर्छौं, प्रदेशको सरकारसँग मिलेर काम गर्छौं, संघको सरकारसँग मिलेर काम गर्छौं र पार्टीका हाम्रो आफ्नो कमिटीहरूबाट पनि हामी आफ्नो ढङ्गबाट पनि काम गर्छौं। तर कहीँ कसैलाई अप्ठ्यारो नपारिकन मिलेर काम गर्छौं। यो काममा तपाईँ हामी सबै जोडिनुपर्छ। यही कुराको लागि म यहाँहरू सबैलाई आग्रह गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।